तर याद राख भोलिको दिनमा तँलाई के परेर मलाई सम्झिस् भने नि गाडमाला त्यसरी नै हान्छ नि फेरि। मेरो स्विमिङ गर्ने स्टाइल हेर केटा कस्तो छ तिमीलाई मन पराउने भन। हेलो गुड मर्निङ सबैजना, नमस्ते, स्वागत छ मेरो भ्लगमा। आज चाहिँ यस्तो होइन खतरा देखेको होला, चस्मा सस्मा लगाएर अनि मोटर सब पढा हानेर झोलासोला बोकेर खरिदे जस्तै भएर हामी चाहिँ आज बाहिर एकछिन यसो हावा खानको लागि निस्केको छौँ। भन्दाखेरि पनि भाइको रुमतिर यसो दौडिन भनेर हो। यतापट्टि हाम्रो दाइ, यतापट्टि म, अनि यतापट्टि ठाउँ हेरेर थाहा पाइसक्नु होला कुन चाहिँ ठाउँ हो भनेर। गाई छ कस्तो देखिरहेछ मलाई कमेन्टमा भन्नु है, चस्मा सस्मा लगाएर। चस्मा खासै म लगाउँदिनँ तर पनि यसो आज चाहिँ लगाइदिन्न भनेर क्या, झुल्के भइदिन्न भनेर क्या। अनि भाइलाई फोन गरेको, भाइले रिसिभ गरेन, सायद भाइ खाना बनाउनुमा रेडी होला। भाइले फोन रिसिभ गरेन। फेरि रुममा जानको लागि त कोट चाहिन्छ, कोट हामीलाई थाहा छैन। हामीलाई लगाउने कालो कोटपत्र थाहा छ, गर्मी चर्किसक्यो, नाइटो पड्किसक्यो, कोट खोज्ने काम भएन गर्मीमा। अनि यसो ह्यापसाप खाइदिउँ, एकछिन बस्थ्यौँ होइन, अनि घुम्न चल्दिउँ भनेको। घुम्न चल्नको लागि पनि ठाउँ त छैन, तर पनि फुलबारीको फुलहरू कस्तो दामी छ। यो फुलमा चाहिँ मौरी लागेको छ है, मौरी चाहिँ कत्रो ठुलो मौरी हेर्नु न। राम्रो छ जस। गर्मी मौसममा चाहिँ अलिअलि गर्मी नै छ र शीतल शीतल पनि आउँदो रहेछ। बेलुका चाहिँ सही हुन्छ, जोडी भनेर चाहिँ डेटिङ सेटिङ मलाई जा सबै रहेछ। त्यसै भाइ हो ए सेक्सी भएर बसिरहेछ भाइ। किन खिच्नु, केही फरक पर्दैन तिम्रो कट्टुमा। के छ मर्निङ ल, गुड मर्निङ ल। धक्का धक्की भयो भाइसँग। यस्तो छ भने मलाई चाहिँ कस्तो देखिरहेछ होइन, चर्चमा फर्स्ट टाइम लगाइदिएको। अब यसो गर्मी सर्मी भएकोले गर्दाखेरि यसो आँखालाई शीतलोस् भनेर हो। ल है भाइले खानासाना सबै रेडी गरिसकेको रहेछ अनि आइपुग्यो। यस्तै छ, गर्मी छ होइन, अब गर्मी मौसम पनि बढो। अनि बाहिरको नजारा यही हो, हेर्न सक्नुहुन्छ। बाहिरको नजाराहरू दामी देखिन्छ यतिखेर पनि, घामले गर्दाखेरि पनि राम्रो छ नजाराहरू। अनि थोपडा पनि राम्रै देखेको होला, गर्मीले पारात्त देखेको छ भने। त्यस्तै छ, चस्मा खोलिदिउँ न। चस्मा जति महँगो लाग्यो पनि के गर्नु यार, थोपडा गरिदिन नपरेपछि। हाम्रो केटाहरू चाहिँ तोरी लाउडेहरू बाहिर निस्किरहेको छ यस्तो चर्को घाममा। स्विमिङ पुल हेर्न जाने अरे, हेरिदिनु त गएर कस्तो रहेछ होइन। अब यहाँको स्विमिङ पुल पनि घाम चाहिँ घाम छ अरे, एकदम धेरै चर्को घाम छ। अनि त्यो घाममा चाहिँ अब हिँड्न पनि गाह्रो हुन्छ, त्यही हो, त्यस्तै छ। भिल्लाहरू चाहिँ बबाल छ, गर्मी पनि छ। अनि यो ठाउँको चाहिँ अब स्विमिङ पुल कस्तो रहेछ हेर्दिनँ। त्यहाँ स्विमिङ पुलमा दियो भने चाहिँ एक डुब्की लगाइदिनु पऱ्यो भन्दैछु। पौडी खेल्न आउँदैन, बचाउनको लागि ब्याकमा हुनुहुन्छ हाम्रो लाइफ गार्ड भाइ, मल्टी ट्यालेन्टेड। अनि यता छ बगरमा पहिले हाम फाल्ने भाइ, त्यही भएर डर छैन। मलाई खासमा पौडी खेल्न आउँदैन क्या, अनि बगरमा स्विमिङ खेलेको मान्छे। हेरिदिउँ न त कस्तो रहेछ। जस यताको दामी छ, शीतल शीतल रहेछ भुइँमा त। यताउता गर्दै भिजा सकिने दिन पनि आयो भन्दै 2 वर्ष कति चाँडो बित्यो थाहै भएन। अब दुबईमा भिजाको लास्ट डेटहरूमा छौँ हामी पनि। भिजा खलास हुन लाग्यो कम्पनीमा, लगभग अब कति 1-2 हप्ता होला। ल केटाहरू स्विमिङ पुलमा जाने अरे। मेरो चाहिँ फर्स्ट टाइम हुन्छ स्विमिङ पुलमा। मलाई त पौडी खेल्न आउँदैन, तर पनि ठिकै छ। ल अब चाहिँ नाङ्गे पुगे भएर स्विमिङ पुलमा स्विमिङ गर्न आएको। आफूलाई त आउँदैन कसरी गर्ने भनेर अब स्विमिङ पुल जानुभन्दा अगाडि चाहिँ सावर लिनुपर्छ। ल भाइहरू यता दाईको पेट हेर, 6 प्याक छिर ल यहीँबाट यस्ता अरे। अब भाइले चाहिँ यहाँ खत्रै डाइभिङ हान्न आँटेको थियो भन्दाखेरि पनि दिँदैन। केटाहरू त एकदम अक्खा खेल्छ नि, माछा जस्तो पुरा भ्याटाक पारेर। आफूलाई खेल्न आउँदैन पौडी, तैरिरहेको छ जस्तो पनि। जस रमाइलो भयो आजको दिन, मेरो चाहिँ छुट्टी एकदम रमाइलो भयो। यो गर्मी मौसममा एकदम मजाले चाहिँ पानीमा मजाले खेलिँदैछ यसरी। हाम्रो दाइ र अर्को भाइ चाहिँ स्विमिङ गर्दैछ, म पनि टक्क आएँ। अब मलाई त खेल्न आउँदैन स्विमिङ, तर पनि यसो पानीमा केटाहरूको लागि भए पनि डुब्न भनेर मात्र कस्तो हुँदो रहेछ भनेर। अब केटाहरूको मन त राखिदिनु पऱ्यो, सबैजना मरेको ठाउँमा आफू पनि त मर्नु परिहाल्छ होइन।
त्यही पनि केटाहरूको मन राखिदिनको लागि भए पनि म पनि पानीमा छप्लाक 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 गर्दैछु। एकदम रमाइलो भइरहेछ, पानी चिसो चिसो छ। अनि यहाँ चाहिँ सबै मान्छेहरू आउँदै रहेछन् घुम्नको लागि। अनि यो बच्चा छ नि पछाडिको, ऊ पनि भर्खर यहाँ स्विमिङ सिक्दो रहेछ। मैले पनि सायद उसँगै सिक्नुपर्छ। यो भाइ चाहिँ लास्टै बोका क्या, पानी मुनि कहाँ माछा खोज्दै हिँडिरहेको छ अघिदेखि। कतिचोटि सम्झाइसक्यो माछा खोज्दैन होइन भनेर, यो भाइ चाहिँ पानी मुनि माछा खोजिहिँड्छ यार हेटतेरिका। यसरी नै हो हाम्रो कहिले कहिले छुट्टी चाहिँ बित्ने भनेको होइन, तर रमाइलो हुन्छ जो साथीभाइसँग कहिले कहिले यसो मनोरञ्जन गर्नुपर्छ। परदेशको ठाउँमा साथीभाइ नै हो जो तपाईँहरूलाई साथ दिनको लागि, तर कोही कोही साथीभाइहरू चाहिँ लास्टै सेल्फिस हुन्छ। अनि त्यस्तो साथीभाइहरूसँग चाहिँ टाढै रहनु होला, जो चाहिँ तपाईँलाई होइन युज मात्र गर्न खोज्छ, त्यस्तो साथीभाइहरूसँग चाहिँ टाढा रहनु होला। अनि हाम्रो चाहिँ यस्तै चाहिँ छुट्टीको दिन रमाइलो गर्दै अब के गरौँ त, यताउता त घुम्नै पऱ्यो होइन, नघुमेर पनि भएको छैन। त्यही भएर पनि स्विमिङ गर्न त आउँदैन मलाई, म चाहिँ ठिङ्ग उभिने हो क्या, ठिङ्ग उभिने अनि हल्का छप्लक छप्लक हान्दिने हो। केटाहरूले चाहिँ मजाले खेल्छ, अब आफूलाई चाहिँ आउँदैन है। यो चाहिँ म चाहिँ फेरि डोरेमुसा स्टाइलले खेलिदिने हो क्या, छपाक छपाक छपाक। यस्तै छ हाम्रो चाहिँ कहिले काहीँ यता जाने उता जाने भइरहेको हुन्छ। अनि आज मौसमले पनि साथ दिइरहेछ, त्यति साह्रो गर्मी पनि छैन, उक्रो अनि शीतल शीतल पनि छ। अनि पानी पनि चिसो चिसो भएकोले गर्दाखेरि चाहिँ मजा आइरहेछ। यहाँ हाम्रो दाइको चाहिँ आफ्नो डुब्की हान्दै हुनुहुन्छ, दाइ चाहिँ च्याम्पियनै रहेछ, मजाले पौडी खेल्छ केटाहरू। आफूलाई आउँदैन, आफू त भ्यागु त उफ्रेस त्यो भ्यात्राङ भ्यात्राङमा उफ्रिन्छ। अनि बोका भाइले हेर्दैछ, मलाई ताक्दैछ त्यहाँबाट कतिखेर आउँ र यहाँ दाइलाई ल्याङ हानु भनेर। अनि भाइ चाहिँ कुना कुनातिर जान्छ, गहिरो गहिरोतिर। अनि मैले चाहिँ भनेको छु धेरै गहिरोतिर नजाऊ है, फेरि मलाई बचाउन आउँदैन भनेर। भाइ चाहिँ नम्बर मान्नु भाइको पच्ने कडा। दाइले चाहिँ यहाँबाट म उल्टी हानिदिन्छु भन्दै हुन्छ, मैले भर्खर खाना खाएर आएको छ, उल्टी चाहिँ नहान्नु भनेको छु होइन। अनि अहिले हान्छु भन्दैछ। हाम्रो यस्तै छ, रमाइलो छ केटाहरूको, सबैजना चिल पार आउँछ। अब यहाँ चाहिँ टक्क होइन एक गिलास चाहिँ बियर, एक गिलास बियर भएको त दामी हुन्छ नि हौ अझै। टक्क होइन चुस्की लाउँदै स्विमिङ पुलमा डुब्की लाउँदै दामी हुन्छ नि, के गर्नु। यहाँमा केटाहरू त फेरि के उडी उडी पनि खेल्छ त, उता न परिपरि घप्टो परिपरि आयो डोरेमुसा आयो, माछा आयो च्याप्पै। म चाहिँ तपाईँहरूलाई के सजेस्ट गर्छु भने, यदि तपाईँहरूलाई पौडी खेल्न आउँदैन भने चाहिँ नखेल्नु होला होइन, अप्ठ्यारो हुन्छ। अनि यदि बचाउने साथी छ भने त ठिकै छ, त्यही पनि सिक्दै गर्नु होला। हाम्रो दाइ जस्तै यसरी सट्टा खेल्न आउँछ भने आउनु होला, नत्र आफ्नो रिक्सले कुनै पनि ठाउँमा गएर चाहिँ पौडी नखेल्नु होला है, गाह्रो हुन्छ। नआउने ठाउँमा अब गाह्रै हुन्छ क्या। अब यहाँ भनेको लाइफ गार्डहरू पनि छ, सबै सेफ्टी छ, सेफ्टी रुल्सहरू फलो छ। दाइले उल्टी हानिदिन्छु भन्दा हुन्छ, उल्टी हानिदियो ल दामी च्याम्पियन दाइ त। गाइजहरू अब स्विमिङ पुल गर्नलाई स्विमिङ पुल गर्न अब मलाई चाहिँ खासमा पौडी खेल्न आउँदैन। अनि जस केटाहरूको लागि यहाँ यसो बस्दिनँ भनेर मात्र केटाहरू चाहिँ खेल्दैछ यहाँ होइन। अनि यत्तिकै म चाहिँ बसिरहेको छु पानीमा, यसरी छसक मात्र है, पुरै भित्रै छ। च्याम्पियनै हो नि यहाँ अर्को भाइले हान्दैछ। मलाई चाहिँ खासमा नआएकोले गर्दाखेरि म चाहिँ खेल्दिनँ, म चाहिँ यसरी नै बसिरहेको छु, यसरी सिक्दै। पानी मुनि यो भाइले त यहाँ ल्याम्मै पक्रिदिँदैन मेरो त खुट्टा क्या, समाउँदा खुट्टा समाइदिएको त बाटो त ठुलो पालेको रहेछ यहाँ त। मेरो मान्छे चाहिँ गङ्गटा गाइजहरू स्विमिङ गर्न आउनु, गङ्गटा समाएर जानु गाइजहरू। दाइ कस्तो भयो त आजको? अलिकति मजा भएन कि तपाईँ आउनु। यो चाहिँ नि अब रेसिडेन्ट्स एन्ड गेस्टहरूको लागि पनि भएकोले गर्दाखेरि चाहिँ यहाँ मान्छेहरू कम आउँदो रहेछ। अनि स्विमिङहरू ट्रेनिङ पनि गर्न मिल्दो रहेछ। जस खुसी लाग्यो, मेरो चाहिँ फर्स्ट टाइम थियो स्विमिङ होइन। मलाई आउँदैन क्या खासमा स्विमिङ गर्न, पहिले खोला नालामा अलिअलि त खेलेको, तर त्यस्तो यो अब पुरै प्रोफेसनल तरिकाले आउँदैन। तर पनि केटाहरूको मन राखिदिनको लागि भए पनि म स्विमिङ पुलमा गएर छिर्दै एकछिन यसो डुब्की सुब्की लगाइदिएँ, राम्रै भयो भनौँ न केटाहरूसँग। दाइको आफ्नै डाइभिङ छ, दाइ त पहिले खेलिरहेको मान्छे पनि भएकोले गर्दाखेरि होला खेलिरहेको छ। कस्तो भयो त दाइ आज अनुभव? कस्तो भयो त अनुभव आज? आजको अर्को भ्याएको त उता आउँदैछ फा गर्दै मजा आउँछ है, मजा आउँछ। मलाई के भन्छ? एप्पल पो हो नि, स्याउ गऱ्यो भने स्याउ होइन नि, एप्पल हो नि। भिडियो फोटो कच्चा रहनु न भनिरहेछ त। यहाँ दुईजना आउनु ल। मैले यो फोटो खिच्ने मान्छेको चाहिँ भिडियो खिच्ने मान्छेको त छाला खुट्टाको पैताला प्लाट फुलिसक्यो। यो पैताला पोलो यार नयाँ एकछिन उयोले त तातोले त तातो घामले त
ल साथीहरू अब नुहाइधुवाइ पनि गरिसक्यो स्विमिङ पुलमा अब एकछिन यसो सनबेडमा सुत्दिने हो अनि कपडा सपडा चेन्ज गरेर टक्क फेरि जाने हो केटाहरू यतै सनबेडमा तेर्सिरहेको छ म पनि यता सनबेडतिर छु अनि कपडा सपडा चेन्ज गर्ने अनि जाने आजको दिन जस्तो रमाइलो भयो सोचेको भन्दाखेरि पनि बबाल नै भयो अब चाहिँ स्विमिङ पुलबाट निस्किसकेपछि हाम्रो केटाहरूको रौनक हेर्नु यहाँ भिज्यो छ त पुरै भिजिरहेको छ त अनि त्यस्तो अनि बेतालमा आएपछि भिज्दैन त टावल टावल लिएर हिँड्नुपर्छ यताउता भनेको पर्दैन त यहाँ तु भन्नु हुन त टावल चाहिँदैन थियो घाम त्यत्रो लागेको छ एकछिनमा सुकिहाल्थ्यो तर पनि अब नुहाइसकेपछि आइसक्रिम खाँदै भन्दै खाँदै आइसक्रिम दन्काइयो अब रुममा बसेर एकछिन लुगा सुकाउने हो अनि लगाएर फेरि जाने हो यो चाहिँ कासी बनेको प्लान थियो होइन हाम्रो स्विमिङ पुलमा नआउने भनेर सो नुहाइयो पनि मेरो आज विचित्र भइरहेको छ स्विमिङ पुलमा नुहाएर अब गएर चाहिँ यसो एकछिन बसेर ए भाइले माछा पक्रेर फेरि स्विमिङ पुलमा यस्तो टेन्सन लाग्यो कहाँ माछा पक्रिँदै हिँडिरहेको क्या थेट यस्तो मान्छेहरूसँग त हिँड्नु हुँदैन माछा देखेपछि नपक्रिने हो र नुहाउनु गएको माछा पक्रिदिएर लाजै मर्दा यार माछा पक्रिँदा पनि कसरी लाज हुन्छ के बोले त यहाँ होइन हुन्छ नि एउटा त्यही पनि अब ठाउँ हुन्छ नि त खोलामा समुद्रमा गएर माछा पक्रिने समुद्रै त हो नि स्विमिङ पुलमा गएर ठ्याक्क माछा पक्रिने हो पालेको रहेछ क्या ठुल्ठुलो माछा अब त भयो भर्खरै हाले ल साथीहरू अब हामी चाहिँ अन्तसिप मेट्रो स्टेसनमा आइसक्यौँ र अब हामी चाहिँ आफ्नो गाडीको वेटमा छौँ वेट गरेर गाडीमा चढेर अनि जानेछौँ हाम्रो के विधि बिजी छ यार बाटो अब गाडी कुर्दै बसिरहेको छौँ हामी चाहिँ टक्क यहाँ लगाएर अनि यतापट्टि दाइ हुनुहुन्छ गाडी कुर्दै होइन दाइ गाडी कुर्नै टाइम लाग्छ कि होइन गाडी आउनै टाइम लाग्छ त्यही भने अब हाम्रो गाडी आयो यो चाहिँ ठुलो गाडी छ यार यस्तो जोडिएको गाडी पनि पाउँछ यहाँ हाम्रो F16 को गाडी चाहिँ उहाँ आयो अब लखर लखर जाँदैछ मान्छे यति छ सिट पो पाइँदैन होला साथीहरू अब चाहिँ हामी हाम्रो रुममा आइसक्यौँ आजको दिन यस्तै भयो रमाइलो भयो यताउता गइयो घुम्यो भेट्दै गरौँ होला साथमा हुनुहुन्छ अनि यस्तै हो थाकिएको छ अब रुममा आइयो हजुरहरूको साथ सपोर्ट र मायाको खाँचो छ भ्लगहरू हेरिदिनु होला सकिँदो सेयर गरिदिनु होला कमेन्ट लाइक अनि माया दिनु होला साथीहरू ल अब हामी चाहिँ रुममा आइसक्यौँ अनि म एकछिन बाहिर गएको थिएँ बाहिर आएको थिएँ अनि मेरो चाहिँ यो लोकेसन कस्तो भन्दाखेरि अब हामी चाहिँ पहिले यही लोकेसनमा बसेर अनि डिआइपी गएको थियौँ नि त अनि यही लोकेसनमा चाहिँ मेरो आफ्नो भान्जा पर्ने जस्तै साथीहरू हुन्छ अब मेरो भान्जाकै थ्रोबाट मैले उसलाई साथीहरूलाई चाहिँ म आफ्नै भान्जै सम्झिन्थेँ अनि मैले उसलाई भनेको थिएँ क्या अस्तिको दिनमा भेटेको पनि थिएँ ऊ नयाँ नयाँ आउँथ्यो भाइ अनि अस्तिको मतलब म डिआइपी हुँदाखेरि भेटेको थिएँ अनि डिआइपीबाट म यहाँ भेट्न पनि आएको थिएँ उसलाई होइन अनि हाम्रो अकोमोडेसन चाहिँ यता चेन्ज गर्ने भएकोले गर्दाखेरि मैले अलरेडी उसलाई मेसेज गरेको थिएँ हाम्रो अकोमोडेसन अब अल्पुजमै सार्ने भयो आउँछु म त्यता भेट्नुपर्छ यताउता भनेको थिएँ ल भन्थ्यो मैले कन्ट्याक्ट नम्बर माग्दा नि उसले दिएको थिएन क्या अनि कस्तो भन्दाखेरि मेरो चाहिँ यो बिल्डिङ हो होइन अनि उसको बिल्डिङ भनेको चाहिँ त्यो हो क्या त्यो परको बिल्डिङ हो मेरो चाहिँ यहाँ आम्ने सामने छ होइन बिल्डिङ अनि आज चाहिँ मेरो छुट्टी थियो अब उसलाई भेटिदिउँ भनेर मैले चाहिँ मेसेज गर्नु खोजेको मलाई ब्लग ठोकिदिरहेको रहेछ यस्तो सेल्फिसहरू छ क्या यो ठाउँ भनेको नि दुवै एकदम सेल्फिस ठाउँ छ ऊ हामी भनेको बच्चाकालदेखि नै हुर्केको क्या सँगै हुर्केको सँगै थालमा खाएको सँगै घुमेको अब किनकि मेरो भान्जाको साथी भएपछि हामी सँगै हिँडेको मान्छे हो नि त सबै कुरा थाहा छ क्या अनि त्यही भएर चाहिँ मैले अब ऊ पनि भर्खर आएको होइन विदेश भर्खर आएको दुबई आएको भेटिदिउँ न त होइन जे भने अब हामी नेपालमा भेटिरहेको मान्छे पल्लो घर चिनिरहेको मान्छे भेटिदिउँ भनेर भनेको त केटोले त मलाई त ब्लक ठोकेछ ठिकै छ केही फरक पर्दैन इन्जोय यर लाइफ होइन सबैको आफ्नो कुरा हुन्छ आफ्नो कहानी हुन्छ तर याद राख भोलिको दिनमा तँलाई केही परेर मलाई सम्झिस् भने नि गाडामा ला त्यसरी नै हान्छ नि फेरि साला भसुडी के